जिन्दगीमा मान्छेले केही गरेर जानुपर्छ, केही लिएर जाने होइन के अरे होइन। मैले गर्न सकिनँ अथवा देश यस्तो छ अथवा मेरो समाज यस्तो छ अथवा मेरो आमाबाउले दिएनन् अथवा मेरो स्कुल यस्तो छ अथवा मैले सक्दिनँ भन्नुभन्दा पनि एकचोटि प्रयास गरेर हेर्नुपर्छ क्या पहिला, बुझ्नुभयो नि। विदेश गएरै मात्र पनि जिन्दगी बन्दैन होइन। खासमा त यहाँ गर्न सक्ने जति त हामीले सायद दुनियाँमा काहीँ पनि गर्न सक्दैनौँ होइन। आफूमा आत्मविश्वास हुनुपर्छ होइन। सोचेको कुरा जे पनि गर्न सकिन्छ। त्यही भएर हिम्मत नहारौँ, फ्रस्ट्रेट नहौँ। थाहा छ हामीलाई हाम्रो देश तल झर्दैछ, हाम्रो लागि अपर्च्युनिटिजहरू धेरै छैनन्, तर अपर्च्युनिटी भनेको आफैले क्रिएट गर्ने हो। अरूलाई दोष दिएर हुन्न, देशले यस्तो भयो उस्तो भयो भनेर हुन्न होइन। आखिरी अरूको पनि धेरै हामीलाई धेरै माल्कम एक्सकै पनि हामी स्टोरी हेर्न सक्छौँ। उसले प्रिजनमा गरेको कुराहरू, प्रिजन भनेको त हामी त जेलमा त छैनौँ नि त। मान्छेहरूले जेलभित्र बसेर त्यत्रा कुराहरू सिके भने हामी त यार खुला छौँ होइन। हिम्मत नहारौँ, अघि बढौँ, त्यही हो। 8 वर्षको उमेरमा सलकपुरबाट काठमाडौँ आइपुग्दाखेरि अनिल अधिकारीमा के उत्साह थियो? त्यतिखेर बच्चै थिएँ नि म, के उत्साह हुनु र होइन। स्कुल जान्थेँ, टिभी हेर्थेँ, त्यही हो, क्रिकेट खेल्थेँ, साइकल चलाउँथेँ। त्यस्तो खासै त केही पनि उत्साह थियो जस्तो लाग्दैन। जे होस् मलाई चाहिँ केही गर्नु चाहिँ मन थियो त्यतिखेर पनि, केही चाहिँ गर्नु मन थियो जिन्दगीमा। काठमाडौँ चाहिँ किन बसाइ सर्नुभयो तपाईँहरू? हाम्रो बाबाको काम चाहिँ काठमाडौँमा भएर चाहिँ हामी काठमाडौँ आयो। बुवा के गर्नुहुन्छ? बुवा अहिले त रिटायर भइसक्नुभयो, तर बुवा पहिला नेपाल होटल बिजनेस सोसाइटीको प्रेसिडेन्ट हुनुहुन्थ्यो। बुवाले धेरै दुःख गर्नुभयो। जे होस् बुवा एकदमै तल्लो स्तरदेखि हामीलाई अहिले यहाँसम्म ल्याइपुऱ्याउनु भयो भनौँ न। बुवाले कलेज पनि चलाउनु भयो, बुवाले होटेल पनि चलाउनु भयो, बुवाले धेरै दुःख गर्नुभयो, धेरै कामहरू गर्नुभयो। उपन्यास अनि त्यो जादुमय कथाहरू कतिको पढ्नु? उपन्यास पढ्छु म। बिपी कोइराला तपाईँहरूलाई थाहा छँदैछ होला, बिपी कोइरालाको सायद सबै उपन्यास पढिसकेको।